दर्शकवृन्द, यी हुन् पीर गीतका 8 वटा तथ्यहरू जुन तपाईलाई थाहा नहुन सक्छ। नम्बर 1, पीर गीत यस्तो गीत हो जुन रातिको 11:22 रिलिज भएको थियो। उसो त राति कमै गीतहरू अपलोड हुने गर्छन्। नम्बर 2, पीर गीतले एक हप्तामै 1 करोड भ्युज पार गरेर नयाँ रेकर्ड कायम गरेको थियो। नम्बर 3, अहिलेसम्मकै सबैभन्दा धेरै कमेन्ट पाउने भिडियो पीर गीत बन्न पुगेको छ, जुन गीतमा 37,000 भन्दा धेरै कमेन्ट आएका थिए। अहिलेसम्म कुनै पनि गीतमा यति धेरै कमेन्ट आएका छैनन्। नम्बर 4, छोटो समयमै धेरै लाइक पाउने भिडियो पीर गीत नै बन्न पुगेको छ। यदि यो गीत डिलिट नभएको भए 1-2 दिनमै सर्वाधिक चर्चित गीत कुटुमा कुटुको लाइकको भन्दा बढी लाइक यो गीतले पाउँथ्यो होला। नम्बर 5, के तपाईले कहिले नोटिस गर्नुभएको थियो यो गीतले 1 मिलियन भ्युज पुग्दा, 5 मिलियन भ्युज पुग्दा र 10 मिलियन भ्युज पुग्दा पनि आफ्नो थम्बनेलमा यति मिलियन भ्युज पुग्यो भनेर लेखेको थिएन। अरू गीतहरूको थम्बनेलमा मिलियन भ्युज पुग्दा यति मिलियन भ्युज पुग्यो भनेर लेखेको हुन्छ, तर यो गीतमा 10 मिलियन भ्युज पुग्दा पनि त्यस्तो केही थिएन। नम्बर 6, यो गीत रिलिज भएको 10 मिलियन यानि कि 1 करोड भ्युज पुगेपछि यो गीत डिलिट गरेर पुनः अपलोड गरिएको थियो, जुन नेपालकै पहिलो रेकर्ड हो। नम्बर 7, यो गीत डिलिट गरेर पुनः अपलोड गर्दा पनि दोस्रो दिनमै ट्रेन्डिङमा परेको थियो। मैले यो भिडियो तयार गर्दासम्म यो गीत ट्रेन्डिङ नम्बर 2 मा थियो, अहिले ट्रेन्डिङ नम्बर 1 मा पनि हुन सक्छ। नम्बर 8, धेरै दर्शकहरूको जिज्ञासा, मलाई एकजना साथीले कमेन्ट पनि गर्नुभएको थियो, भिडियो डिलिट गर्नुभयो प्रकाश दाजुले, त्यसको पैसा कमाउनुहुन्छ कि नै भनेर महेन्द्र परियारले कमेन्ट गर्नुभएको थियो। आउनुस् यस विषयमा चर्चा गरौँ। के गायक प्रकाश सपुरलाई डिलिट गरेको भिडियोको पैसा पाइन्छ त? यसको आन्सर हो पाइन्छ। जब कुनै भिडियो प्ले हुन्छ त्यो भिडियोमा एड बज्छ, जुन कम्पनीको भिडियोमा एड बजेको छ त्यो कम्पनीले युट्युबलाई पैसा दिन्छ र युट्युबले त्यो पैसाको 60% भिडियो क्रिएटरको एडसेन्स अकाउन्टमा जम्मा गर्दै जान्छ। यदि केही समयपछि त्यो भिडियो डिलिट भयो भने केही फरक पर्दैन, किनकि पैसा एडसेन्स अकाउन्टमा जम्मा भइसकेको हुन्छ। ल त दर्शकवृन्द, तपाईहरूले केही नयाँ कुरा जान्नुभयो होला। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।